अब चाहिँ निकै लालो लालो तरबुजा काट्ने तरिका आफ्नै हुनसक्छ। तपाईँहरूले आफ्नो तरिकाले खाना काट्न सक्छरी, तपाईँहरूलाई काट्दा खान सजिलो हुन्छ त्यसरी काट्न सक्नुहुन्छ। म चाहिँ अब यसलाई म देखाउँदैछु है त। यम्मी यम्मी, निकै स्विट, एकदम राम्रो। अलिकति पानी एकदम भरिएको गुलियो टाइपको छ। यसै गऱ्यो म चाहिँ अर्को खान्छु अब है त। ल गाइजहरूले यसरी चाहिँ अर्ग्यानिक आफ्नै बारीमा कलैसा बारीमा उत्पादन भएको अर्ग्यानिक चिजहरू खाने गरौँ, आफ्नो हेल्थलाई राम्रो बनाऊ। साथै के भन्छ बाहिरको जङ्क फुडहरूलाई चाहिँ अलिकति भए पनि त्यसलाई चाहिँ बहिष्कार गरौँ भन्छु म है त। टाटा बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला है त।